यो चाहिँ ट्याकल बक्स भयो। दुईटीतिर यो चाहिँ हुकहरू भन्दा नि लुरहरू ठुल्ठुलो लुरहरू राख्न मिल्छ। कलर अप्सन सुरुमा हेरिहालौँ। कलर अप्सन चाहिँ व्हाइट छ, येल्लो छ, ग्रीन छ अनि ओरेन्ज कलरको छ है। 4वटा कलर अप्सन पाउनुहुन्छ। यसमा साइज चाहिँ 3टा साइज छ। सबभन्दा सुरुमा यही हेरिहालौँ। एउटा कलर मैले देखाएँ है। कलर अप चाहिँ यहाँ 4वटा कलर अप्सन छ। पछि चाहिँ कलर अप्सन चाहिँ हुँदैन। यस्तो छ है। हार्ड केजमा छ है। यो हार्डवाला भयो। सफ्टवाला नि आएको हुन्छ क्यारी गर्नलाई। यसरी क्यारी गर्न नि मिल्छ अनि ब्यागमा नि हाल्न मिल्छ है। क्यारी गर्न नि लान मिल्छ। अनि यो चाहिँ यताबाट नि ओपन हुन्छ। 1 2 3 4 5वटा लुरहरू वा सानो लुरहरू दुईटा गरेर राख्न मिल्छ। यतापट्टि सानो दिएछ यहाँ स्न्यापसेलहरू हुकहरू राख्नलाई। यताबाट नि ओपन हुन्छ। प्लस यताबाट नि ओपन हुन्छ है। दुईतिरबाट ओपन हुन्छ है। यसको चाहिँ 5x5 1 2 3 4 5 यो गनिन्न 5x5 को हो यो चाहिँ। यसलाई भन्दाखेरि नि ट्याकल बक्स 5x5 को यो हुन्छ पार्टिसन नै त्यही अनुसारको गराएको छ। अनि साइज कति सेन्टिमिटर छ भने यो टोटल 19 सेन्टिमिटर बाई 15 सेन्टिमिटरको दुईतिर लुरहरू राख्न मिल्ने ट्याकल बक्स चाहिँ हामीसँग आइसकेछ। यो चाहिँ कलर अप्सन चाहिँ मैले भनिहालेँ 4वटा कलर अप्सनमा छ। अर्डरको लागि चाहिँ व्हाट्सएप गर्दा हुन्छ। थ्याङ्क यू।